हेलो साथी, गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। दिन म चाहिँ घरमा सबै कामहरू सकेर अहिले चाहिँ यहाँ बाटोमा छु। यहाँ बाबु नानीहरू सुताइरहेका छन्। उनीका परिहरू लिएर बाटोले माथिको घरमा जाँदैछु। हाम्रो बुढो घरमा जम्मा भएर आमाको घर जाम्ला अनि त्यहाँ चाहिँ हामी सबै तयार गर्नु त्यही भएर हामीहरू जाँदैछौँ। साथीहरू फाइनली हामीहरू हाम्रो बुढो घरमा आइसक्यौँ। यहाँ चाहिँ माला तयारी अवस्थामा छन्। यहाँ चाहिँ दिदीले अझै माला नपुगेर बनाउँदै हुनुहुन्छ। यहाँ चाहिँ अब के गर्दै हुनुहुन्छ ल भनिदिनुहोस् त। यहाँ चाहिँ अब यहाँ चाहिँ मासु पाक्दैछ। मैले चाहिँ अचारको लागि तिल भुट्दैछु। अब अचार रेडी हुँदैछ। मेरो अचार पनि रेडी भयो। सबै सामानहरू रेडी भइसकेको छ। अब चाहिँ टिका लगाउने भएपछि टिका लगाउने हो। तपाईँहरूले चाहिँ साथीहरू हामी चाहिँ अब टिका लगाउनको लागि सामानहरू रेडी गरिसक्यौँ अनि हामीहरू पनि रेडी भइसक्यौँ। हामीले चाहिँ टिका लगाएर खाना खाएर सकियो। म चाहिँ अहिले तल हाम्रो घरमा आइसकेँ। अहिले चाहिँ मैले घरमै तिहार मनाएँ। यो फर्स्ट टाइम होला। अनि उता माइतीमा चाहिँ म गइनँ। भाइहरू परदेशमा छन्। दुईजना भाइहरू छन् मेरा। दुवैजना नै अहिले परदेशमा छन्। के गर्नु, परदेशको ठाउँमा छुट्टी पनि भनेको टाइममा कहाँ पाइँदो रहेछ र। उनीहरूको निधार खाली भयो फर्स्ट टाइम। मेरो हात खाली भयो। टेन्सन नगर भाइ हो। यो दिदीको आशीर्वाद तिमीहरूलाई सधैँ छ। अर्को सालसँगै मनाउँला भन्छु यही भिडियो मार्फत। अनि हजुरहरूलाई मेरो ब्लग कस्तो लागिरहेको छ कमेन्ट गरिदिनु होला। अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।